आफू खुसी हुन अरूलाई रुवाउन नपरोस्। आफू उज्यालो हुन अरूको दियो निभाउन नपरोस्। आफ्नो घर बनाउन अरूको घर भत्काउन नपरोस्। आफू बाँच्न अरूलाई जिउँदै मार्न नपरोस्। आफ्नो इज्जत जोगाउन अरूको इज्जतसँग खेलवाड गर्न नपरोस्। ठुलो बन्न अरूलाई सानो देखाउन नपरोस्। आफू माथि चढ्न अरूलाई तल धकेल्न नपरोस्। अगाडि बढ्न अरूको बाटो रोक्न नपरोस्। आफू सफल हुन अरूलाई असफल बनाउन नपरोस्। आफ्नो सुख सजाउन अरूको पीडा बढाउन नपरोस्। साँचो सफलता अरूलाई हराउन होइन, अरूलाई पनि जिताउन सक्ने क्षमतामा हुन्छ। त्यसैले अरूलाई दुःख दिएर खुसी खोज्ने होइन, सबैलाई साथ लिएर अघि बढ्नुपर्छ। जीवन तब मात्रै अर्थपूर्ण हुन्छ जब हाम्रा सफलता सबैको खुसी